आज चाहिँ हामी मार्केट जाँदैछौँ। टक्क त्यहाँ चाहिँ फ्रेस मटन पाइन्छ अनि त्यहाँबाट हल्का सपिङ गर्नको लागि चाहिँ हामी लाग्दैछौँ। यसलाई लिएर जानु पर्यो आज साथी। अनि मार्केटबाट आए चाहिँ मैले टक्क मोमो के अरे मटन चाहिँ टक्क बोइल गरेर निकालेँ। अनि त्यो पछि चाहिँ फेरि यता चाउमिन बोइल गर्दैछु थुक्पाको लागि। थुक के अरे चाउमिन र अनि अन्डा बोइल गरेर मेरो बुढीलाई अलिकति चिसो लागेको छ, त्यही भएर थुक्पा खाउँ भनेर हो, आज खुलाउँ भनेर हो। टक्क थुक्पा खुलाएपछि चाहिँ जाडोमा चाहिँ जाडो लागेको चिसो लागेको शरीरमा जे छ त्यो चाहिँ सबै निक्लिन्छ भन्ने मलाई लागेको छ। अनि भेजिटेबल चाहिँ टक्क थुक्पाको लागि हाल्नको लागि चाहिँ रेडी गरेर राखेको छु। अनि टक्क मटन सटन टक्क निकालेर अनि त्यहाँबाट फेरि चाहिँ अदुवा लसुन पेस्ट बनाउँदैछु। त्यसको लागि हाल्नको लागि अदुवा लसुन भयो भने मिठो पनि हुँदैन, टक्क पेस्ट पनि मैले बनाएँ भएँ। अनि त्यहाँपछि टक्क अन्डा र चाहिँ स्पागेटी चाहिँ मैले बोइल गरी पनि भ्याएँ। अनि फेरि तपाईँले चाहिँ खालि यस्तै भिडियो किन बनाउनुहुन्छ नभन्नु होला। अनि टक्क चाहिँ मैले टक्क बनाउन थुक्पा बनाउनु लागि चाहिँ डेक्ची तताएँ। अनि टक्क भएको अघि भेजिटेबलहरू पनि हालेँ। अनि के अरे यस्तो भिडियो किन बनाउनुहुन्छ नभन्नु होला, किन भन्दाखेरि यो भिडियो बनाउन मलाई त्यति मन त थिएन, तर बनाउनुपर्छ। फेसबुकले विकली च्यालेन्ज मेरो, किन भिडियो बनाइनस् भनेर मेसेज पठाएपछि चाहिँ यो चाहिँ मटन हो। मटन चाहिँ टक्क फ्राई गरेपछि टक्क यसमा चाहिँ अनि बाँकी रहेको भेजिटेबल यो थुक्पाको लागि हो, यो चाहिँ मटनको लागि हो। मैले त मिसाइ पनि सकेँ। हेरौँ कस्तो देखिन्छ कस्तो हुन्छ, फेरि चलाउनुपर्छ यसको लागि चाहिँ। अनि के अरे मैले पहिला पनि भनिसकेको छु भिडियो बनाउँदाखेरि यो चाहिँ थुक्पाको लागि हो, टक्क चलाउँदैछु। अनि गेडागुडी पनि अरूले त मिसाउँछन्, मलाई चाहिँ गेडागुडी खासै अलिकति मन पर्दैन। मरमसला पनि हालेँ त्यसमा चाहिँ मटनको लागि मैले। अनि यता थुक्पाको लागि पनि मरमसला हालेर टक्क रेडी गराएँ। अनि चाहिँ एकदम मजा आउँछ मलाई चलाउन चाहिँ। मैले पहिला भिडियो पनि भनेको थिएँ, चलाउँदै बनाउँदै गर्दै टक्क आनन्द भइरहेको छ आज चाहिँ। अनि यता अब हेर्दाखेरि त राम्रो जस्तो लाउँछ मलाई चाहिँ, मिठो जस्तो लाउँछ। हेरौँ आजसम्म के हुन्छ। अनि यता चाहिँ मैले थुक्पाको लागि त्यो बनाएको झोल चाहिँ छोपिदिएँ। अनि यता यो मटन भइहाल्यो, हजुरहरूले मैले देखाइसकेको छु। अनि हेर्दाखेरि त मिठो लाउँछ के अरे, मिठो पनि हुन्छ प्रायः मैले बनाएको भेजिटेबलहरू। अनि त्यसपछि टक्क रेडी गरेर बनाएर चाहिँ थुक्पा धनियाँहरू हालेर अनि त्यसपछि यो भयो राइस पनि भयो। अनि त्यहाँबाट मटन सलाद